चुनाव सभापतिको हैसियतमा यो कानुन बनाउँदाखेरि सभापति नै हो भन्ने कुरा आउँछ। तर हामीले के निर्णय गरेका थियौँ त्यसलाई मुख्य बुदा उल्लेख गरिएको बुदा दफा 4 थियो, निजामती कर्मचारीको चर्चित पुलिङ पिरियडको बारेमा 82 को 4। निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकाश भएको मितिले 2 वर्ष अवधि पुरा नभइकन कुनै संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भने हामीले उल्लेख गर्यौँ। त्यही मूल मर्म थियो। त्यसको मुनि एउटा दफा थपिएर सदनमा गएको पछिबाट गएको हामीले फेला पार्यौँ। यो कसको गल्तीबाट भएको छ, कसले गर्यो त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। आज हामीले कानुन र सामान्य प्रशासन मन्त्रालयका साथीहरूलाई पनि आमन्त्रण गरेका थियौँ, उहाँहरू उपस्थित हुनु भएन। हामीले बोलाउँदा सभामुखमा बोलाउँदाखेरि पनि यो गम्भीर ठुलो संसदमाथिको ठुलो प्रहार हो। यत्रो ठुलो मिस्टेक कानुन बनाउने कुरामा काहीँ हुँदैन। त्यसमा हामी चाहिँ छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौँ र यसलाई छानबिन गरेर म आफै माथि पनि छ भने यो कानुन निर्माण करिब समाप्त भएको अवस्था हो। कानुन निर्माणको प्रक्रिया लामो सहमतिको विषयमा कसरी परिवर्तन भयो यो छानबिन हुनुपर्छ। हामीले धेरै पहिलादेखि चाहिँ गरेका थियौँ। छानबिनमा कारबाही यदि मेरो पनि दोषी देखियो म आफू पनि कारबाहीको दायरामा आउन चाहन्छु। यसमा सभामुखलाई नै छानबिनका लागि आग्रह गरेका छौँ र हामीले एउटा आज पनि मिटिङ थियो, त्यो मिटिङ नबस्ने निर्णय गऱ्यौँ जबसम्म यो हुँदैन। सबै साथीहरू आउँदा पनि प्रहरी विधेयकमाथि हामीले छलफल नगरेर स्थगित गरेका छौँ। अब यो टुङ्गो लागेको कानुन बनाउने संसदले हो। संसदले बनाएको कानुन असंवैधानिक हुन्छ भने कसले बनाएको कानुन संवैधानिक हुने हो। संसदको सर्वोच्चतालाई कायम राख्ने पक्षमा हामी छौँ जनप्रतिनिधिहरू। आज सबै सेक्टरबाट हामी जनप्रतिनिधिलाई बदनाम गर्ने काम भएको छ। त्यसप्रति म सभामुखको ध्यान आकर्षण गराएको छु र अरू हामी समितिका साथीहरू छलफल गरेर कर्मचारीको माग्ने छानबिन गरौँ न। कर्मचारी म जो छ म त्यो स्टेजमा आउँदाखेरि के गर्नुपर्छ मेरो गल्ती देखिया ठाउँ म तयार छु। तर तपाईँहरूलाई यति अनुरोध गरेँ छानबिन चाहिँ जुनसुकै लेभलको भए छानबिनबाट कारबाही दायरा आउनु।